अहिले चाहिँ हामी नानाको घरमा आएको छौँ किनभने चाहिँ अस्तिदेखि आउँछु आउँछु भन्दै थियो नानाकोमा। अनि आज चाहिँ फाइनली हामी आएको छौँ नानाकोमा। नानाको रुम जाँदाखेरि चाहिँ गाइस यसरी जानुपर्छ है, लिफ्टमा चढिकन जानुपर्छ। अनि बहिनी पनि छ र म पनि छु। अब चाहिँ नानालाई चाहिँ खासमा चाहिँ गएको चाहिँ हामी बर्थडेको गिफ्ट दिनुपर्ने थियो, धेरै भयो बर्थडे पनि गएको, तर म चाहिँ गिफ्टहरू दिएको थिइनँ। अनि फाइनली चाहिँ नानाकोमा जाँदैछु गिफ्ट लगिकन चाहिँ अहिले हेर्नुपर्छ ल गाइस नानाको रियाक्सन कस्तो हुन्छ। साथीहरू फाइनली चाहिँ हामीले नानालाई भेटिसकेको छौँ होइन। नाना सरम मानेर केही छैन हो, डल्ली भइरहेको रहेछ नाना। अन्त त्यहाँबाट अहिले चाहिँ हामी आइसक्यो। त कस्तो गरम त यहाँ चाहिँ अलिक खुल्ला रहेछ हो। आजको विकअप चाहिँ हाम्रो यस्तै भयो। म्याडम यता बसिहाल्नु भयो फेरि कोक लिएर हो। आम्मामामा ठिकै छ, अहिले सिउला गाइस, अहिले फेरि भेट्नुपर्छ। यस्तो मजाको भ्युज देख्छ क्या नानाहरूको रुमबाट चाहिँ। यहाँ चाहिँ म पहिले पनि आएर चाहिँ बसेको, तर यहाँ चाहिँ यस्तो मजाको लाग्छ क्या, उता गाउँघरको जस्तै लाग्छ क्या। यो चाहिँ यो जग्गाहरू हेर्दाखेरि चाहिँ एकदमै मनपर्छ मलाई चाहिँ यो भ्युजहरू चाहिँ होइन नि साथीहरू, कस्तो मजाको देख्छ क्या। यस्तो छ साथीहरू, हेरिराख्नु होला है। सो गाइस अहिले चाहिँ म चाहिँ नानाहरूकोबाट चाहिँ रुम फर्केको। बहिनी पनि उता, बहिनीको चाहिँ टाढो जानुपर्छ हो। बहिनीलाई चाहिँ मेट्रो स्टेसनसम्म ल्याएर छोडिराख्दैछु। अहिले चाहिँ म चाहिँ अटोमा छु, रुम जाँदैछु। अनि आज चाहिँ साथीहरू छुट्टी चाहिँ यस्तो डह्रो भयो कि आमा, एकदम टायर्ड पनि भयो भिडियो बनाएर हो। अहिले चाहिँ सबै सक्यौँ हामीले। र अहिले चाहिँ म रुम गएको साथीहरू। अब चाहिँ सबैलाई बाई बाई भन्न चाहन्छु। सी यू। अब चाहिँ अर्को नेक्स्ट विकमा मात्रै होला भेट्नु चाहिँ साथीहरू होइन। भिडियोहरू चाहिँ म चाहिँ अब त्यस्तै हो, ड्युटीको टाइममा चाहिँ यस्तो लङ भिडियोहरू म केही पनि हाल्नु पाउँदिनँ मेन चाहिँ है। अनि यसरी नै छुट्टीको टाइममा बाहिरतिर आएको बेलामा चाहिँ बेला भिडियोहरू हाल्ने गर्छु। अनि मेरो युट्युब च्यानललाई पनि साथ सपोर्ट दिनु होला, किन चाहिँ हामी चाहिँ म चाहिँ धेरै नै उयो गरेँ कि ट्राई गरेँ। त्यहाँबाट गाडीको लाइट बलेकोले चाहिँ क्या रेड देखिरहेको छ क्यामेरा मेरो। मैले चाहिँ धेरै ट्राई गरेँ होइन, युट्युबहरू बनाउँछु, अब युट्युबमा भिडियोहरू चाहिँ हाल्छु बनाउँछु भनेर चाहिँ धेरै सोचेँ। तर ड्युटी पनि गर्दै भिडियो बनाउनु चाहिँ बहुत गाह्रो पर्दो रहेछ। त्यही भएर बेला बेला मिनी भ्लगहरू हाल्ने गर्छु। साथ सपोर्ट गर्नु चाहिँ नभुलिदिनु होला। अनि विशेष गरिकन मेरो फेसबुक पेजमा चाहिँ मैले युट्युबको लिङ्क पनि राखिराखेको छु है। कतिजनाले हेर्नुहुन्छ मेरो युट्युबलाई पनि सबैजनाले माया गरिदिनु होला भन्नु चाहन्छु होइन। यदि तपाईँहरूले चाहनुहुन्छ, साथ दिनु चाहनुहुन्छ भने चाहिँ मेरो